भइसकेको छ निर्वाचन। अब यहाँनिर चाहिँ अन्तिम यो मुखलाई चाहिँ यो बाक्सको मुखलाई चाहिँ सिलबन्दी गर्न गइरहेका छौँ। यसरी यसरी बन्द गर्छौँ। त्यसपछि यसलाई चाहिँ मुसुल्कामा सिल नम्बर यो पनि खुल्नेवाला छैन। हजुर कुनै पनि खुल्नेवाला छैनन्। एकदम सिलबन्दी अब नकाटेसम्म निस्किन्नन्। अब यही नै हामी गाडीमा राख्छौँ। हजुरहरू पछि पछि गाडीमा निर्वाचन कार्यालयसम्म हामीसँग आउनु पर्यो। हस् ल, मतदान सम्पन्न भयो। अब चाहिँ यसलाई सुनिश्चितसँग चाहिँ हामीले सम्बन्धित निकायमा बुझाउनु पर्छ, निर्वाचन आयोगमा बुझाउनु पर्छ। इसिएन भनेको इलेक्सन कमिसन नेपाल नम्बर रहेको छ। दुईवटा होइन, सिङ्गल 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 हो त्यो त सरले हालिसकेपछि हामीले यहाँ बेन्च लाएर भयो नि, यो छुट्टै यता हालेर यता जान नपाओस् क्या। यहाँ छाप लाएर मान्छे यताको बाकसमा हाल्नु नजाओस्। यहाँ बार लगाइदिनु पर्छ। निर्वाचन कमिसन आयोगको यहाँ चाहिँ लेखिएको हुन्छ। यहाँ चाहिँ गोप्य मत सङ्केत गर्ने स्थल हो। त्यहाँबाट चाहिँ हामीले मतपत्र ल्याइसकेपछि यहाँ चाहिँ यसरी स्वस्तिक छाप लिएर हामीले आफूले हाल्नुपर्ने चाहिँ चिन्हमा यसरी चाहिँ मतपत्रमा सङ्केत गर्नुपर्छ। त्यसपछि आएर चाहिँ लिएर यसलाई पटाएर चाहिँ मसिन लगेर चाहिँ त्यहाँ राख्नुपर्छ। त्यसमा सिरियल नम्बर लेखा हुन्छ क्या, त्यो विचारमा भोटर आइडीमा क्रम सङ्ख्या लेखेको हुन्छ। हुँदैन क्रम सङ्ख्या हुन्न, भोटर आइडी कार्ड नम्बरै हुन्छ त्यसमा त। क्रम सङ्ख्या चाहिँ क्रम सङ्ख्या भनेको त्यो